भूमिका पनि नभएको के त्यति बेला गिरिजा असाध्य चरणप्रसाद वास्तवमा हुनुहुन्थ्यो? मलाई थाहा छैन। हुनुहुन्न थियो? यो मलाई थाहा भएन। किन थाहा भएन भनेदेखि म भन्छु। अब गिरिजाको के वृत्तान्त होइन गिरिजाको छ नि एउटा के जगतले लेखे कि त्यो किताब छ हो। त्यो किताबमा सिलगढीमा सरदारजीकोमा गाडी दिए मध्यस्थकर्ताको रूपमा चक्रजीलाई बोल्नुभएको छ पन्जाबीकोमा। र त्यही पुस्तकमा चक्रको भूमिकाको बारेमा पनि उल्लेख गरेको छ होइन। चक्र गिरिजाबाबुले भूमिकाको बारेमा उल्लेख गरेको छैन। चक्र आफैले म चाहिँ हामीले जान्न खोजेको कुरा चाहिँ यसमा कहीँ प्रत्यक्ष सरकार राख्नु म त्यही क्लियर गर्न खोजिरहेको छु। चक्रले 2-3 पल्ट कि हरेक ठाउँमा विमान अपहरणको सन्दर्भ उठ्ने बित्तिकै उनले रेस्क्यु टोलीको जिम्मेवारी मैले पाएको थिएँ भन्नुहुन्छ। रेस्क्यु भनेको त सबभन्दा पछाडि भनेको नि त गाडी छ होइन। अगाडि त क्लियर गर्ने भयो, रेस्क्यु पछाडि। अब 3टा गाडी छन्, 3टा हाइज्याकर 3टा गाडीमा सवार छन्। उनीहरू चढेको गाडीमा केही कुनै कारणवश खराबी आयो भनेदेखि त्यो रेस्क्यु गर्ने गाडीले पिकअप गरेर लैजानु पर्ने हुन्छ। म चढेको गाडी अररिया पुगेपछि इन्जिन तातेर बन्द। त्यहाँ त्यो गाडीमा भएको पैसा टिनको बक्सा थियो, चाबी ताला लगाएको थियो। ताला फोडेर त्यो गम्छा ब्यागमा हालेर त्यो 3टा बक्स झोला बनाएर 3टा पोका बनाएर हामी पैदल वाक गरेका छौँ। अररियाबाट अररियाकोट करिब 1 घन्टाको वाकिङ डिस्टेन्समा पर्छ। होइन, अररियाबाट अररियाकोट दुईटा छन् त्यहाँ। अररियाकोट त्यहाँ चाहिँ अदालत पनि छ, जिल्ला अदालत पनि छ। अररिया अनि ओरे करिब 45 मिनट 1 घन्टाको वाकिङ डिस्टेन्समा पर्छ। जेठको गर्मीमा जेठ महिनाको अहिले यही महिना भनौँ न। त्यो 1 घन्टाको वाकिङमा रेस्क्यु टोली कहाँ छ? रेस्क्यु बाबत उहाँहरूले हिँड्नु पर्दैन थियो। तर हामी के अरे अररिया कोट पुगेपछि हामी ट्याक्सी खोज्ने तर्खरमा लाग्यो। त्यही बेला बिरु लामाले त्यो जिप लिएर पुग्यो। इन्जिन त तातेको रहेछ, सेलाएपछि हेरेर त्यो 2 दिन अगाडि इन्जिन बाँधेको छ। त्यो प्राविधिक ज्ञान त टेक्निसियनलाई ड्राइभरलाई हुन्छ नि त। त्यो कति डिस्टेन्ससम्म चलाउनु पर्छ त्यो त्यसको लागि उनीहरू एक्सपर्ट हुन्। त्यतापट्टि कसैले सोचेको रहेछ एकछिन